हेलो वेलकम एभ्रिवान टु माई च्यानल। आज चाहिँ मैले डिलिसियस गाजरको हलुवा घरमै सिम्पल वेमा बनाउन आएँ। फर्स्ट अफ अल चाहिँ 3टा गाजर मैले लिएको छु गाजरको हलुवा बनाउन लागि। त्यसलाई मजाले पिल गर्नुपर्ने, सफा गर्नुभन्दा अगाडि। अनि अहिले चाहिँ मैले पानीले सफा मजाले गरिसकेको छु पिल गरेपछि। अनि यसलाई चाहिँ एउटा थालमा, अलिक मिडियम साइजको थालमा ग्रेटरमा चाहिँ ग्रेट गर्नुपर्ने हुन्छ। मैले चाहिँ सानो पट्टीकोबाट गर्दैछु। अनि यसलाई चाहिँ माथिदेखि तल गर्दै ग्रेट मैले सबै गरिसकेँ। 3टा मात्रै लिएको थिएँ लास्ट साइजको, लगभग भयो नि सक्यो। दिस इज अल रेडी फर गाजरको हलुवा। नाउ अब यसलाई मजाले प्लेटमा मैले त्यो ग्रेटरको भित्रको पनि सबै निकालेँ प्लेटमा यसरी। अनि एउटा कुकर लिने, कुकरमा माथिबाट घी अथवा बटर त्यो लिएर तातो कुकरमा राख्ने।